बल्ल दुईजना त निकाल्यो दिदी। दुईजना निकाल्नु पर्छ। खै अब अरू पनि कतिजना छ पनि। दुईजना निकाल्यो हैन? के को सातो जान्छ मजा आएर होला नि झुन्डेर। सातै भयो। चल्दा फिटमा पर्छ। खासमा चाहिँ के कारणले आगो लागेको अरे यहाँनिर सिलिन्डर पड्क्यो भन्छ कसैले चाहिँ निकाल्दैछ छ होला मान्छे त अरू पनि। अब यहाँबाट पनि तान्दैछ मान्छे त्यहाँ माथिबाट पनि तान्दैछ बिचरा त्यो अब यो के अरे सिँढीबाट आउने अवस्थै नभएपछि के गर्नु त माथिबाट त निकाल्नै पर्यो। डोरीबाट तान्ने त गर्दै थियो त्यहाँबाट पनि नभएर चाहिँ हेलिकप्टरबाटै उद्धार हुँदैछ मान्छे। दमकलहरू पनि तपाईँको धरान विराटनगर सुन्दर हरैछा अनि यता इनोरवादेखि टाढाबाट पनि आएको रहेछ दमकलहरू। धेरैले जस पानीको फोहरा पनि धेरैले हानु चाहिँ बल्ल बल्ल अब निभ्न आँटेको छ त्यो पनि के सकिन्छ। अब यसमा चाहिँ सकियो भनेर भनिरहेको छ तर भित्रबाट धुवा चाहिँ बुढी निस्किरहेको छ। पानी हाल्ने काम चाहिँ भइराखेको छ मान्छे जति सबै निक्लिसकेको छ। अहिले चाहिँ त्यो आगो निभेर पनि तपाईँको भर्याङबाट पनि निस्किसकेको छ भित्र सिँढीबाट निस्किसकेको छ मान्छे। अब पानी निभाउँदैछ भित्र पनि अलिअलि पानी त छ भन्दैछ। अब लगभग सक्यो होला र पनि अझै पनि लाग्छ यो समय निकै लाग्छ। धन्न मानवीय क्षति चाहिँ केही पनि भएको छैन त्यही नै ठुलो कुरो हो।